बिहानको शीतल हावा झ्यालबाट पसेर मलाई निन्द्राबाट बिउजाइदिन्छ। बिउजेपछि म घुम्न जाने तर्खर गर्छु। म भर्खरै बिरामीबाट उठेकी छु अनि डाक्टरको सल्लाह अनुसार बिहान बेलुकी निकै टाढासम्म पैदल हिँड्ने गर्छु। आज पनि घुम्न जान भनी साल ओढे। शीत ऋतुको आरम्भ भइसकेको छ। बाहिर गुलाबी जाडोले मलाई स्वागत गर्छ। गाउँका मानिसहरू उठेर घरधन्दातिर लागिसकेका छन्। म सुस्त चालमा हिँड्छु। खेतको बीचमा बनेको कच्चा बाटोमा चारैतिर पाक्न लागेको धानका बाला बिहानीको हावाले बिस्तार बिस्तार हल्लिरहेछन्। घरहरू टाढा टाढा मात्र छन्, त्यही पनि खर र माटोद्वारा निर्मित। मेरा पिता यस गाउँका जमिनदार हुनाले हाम्रो मात्र एउटा पक्का अनि दुई तले घर छ। चारैपट्टि खेत र पछिल्लोपट्टि बगैँचाले घेरेको। फुलको शौक हुनाले घरको चारैतिर सुन्दर फुल र वृक्षहरूले घेरेको फुलबाडी छ। चारैतिर टाढासम्म खेतै खेत र ठाउँ ठाउँमा बाँसका झ्याङ र सुपारीका बोटहरू देखिन्छन्। अहिलेसम्म घाम उदाएको छैन, तर पूर्व दिशा सूर्यको रश्मिले अबिर छडे झै देखिन्छ। बाँसका झ्याङमा बास गर्ने सुगाहरू खुसीको चित्कार गर्दै टाढा जङ्गली पाखातिर उडिरहेछन्। म मुग्ध भएर प्रकृतिको अनुपम दृश्य हेर्दै बिस्तार बिस्तार हिँडिरहेकी छु। बाटामा हरियो दुबोले ढाकेको मैदान छ। म प्राय नै त्यहाँ बस्छु। आज पनि चप्पल खोलेर घाँसमा हिँड्न थाले। रातिको शीत अझ सुकेको छैन र मेरा पाइतालाहरू शीतल शीतलाई चुमिरहेछन्। एक अपूर्व आनन्दले हृदय विभोर भयो। अचानक मैले देखेँ अलिक पर हरियो घाँसको वृक्षमा मुस्कुराइरहेथ्यो एक फूल। मैले उत्सुकता साथ उठाएर हेरेँ, टोटलाको फूल रहेछ। फेरि मैले सम्झेँ हिजो राति आमाले भन्नुभएको यही फूलको विषयमा। टोटलाको फूल राति नै फुल्छ अनि बिहान भँवराहरूले रस चुस्नु अघि नै भुइँमा झरिहाल्छ। मलाई कस्तो कस्तो लागेथ्यो, टोटलाका फूलप्रति श्रद्धा लागेथ्यो। मैले त्यो सेतो फूललाई हेरिरहेँ। ओइलाएको थिएन त्यो फूल, त्यसमा शीतका थोपा टल्किरहेथे। मलाई त्यो फूल हेर्दा हेर्दै एक अर्को फूलको याद आयो, सोनामणि। एक आदिवासी युवती, हिरण जस्तै चञ्चला, परिश्रमी, बात गर्नमा कसैले नभेट्ने, तर दुनियाँको छलकपटदेखि अनभिज्ञ। सोना र म सानैदेखि खेलेर सँगै बढेका थियौँ। सानो छँदा जङ्गल घुम्नु, रुख चढ्नु, माछा मार्नु र जङ्गली फल खानु हाम्रो प्रतिदिनको काम थियो। पछि अध्ययनका निम्ति म कलकत्ता गएँ। त्यसपछि जब फर्केर आए, सोना एक विकसित फूल बनिसकेकी थिई, तापनि उसको स्वभावमा विशेष अन्तर आएको थिएन। ऊ काली थिई, तर थिई अत्यन्त आकर्षक। यौवनले झन् सुनमा सुगन्ध थपिदिए जस्तो भएथ्यो। ऊ म आएको खबर सुन्न साथ दगर्दै आएकी थिई र केही लजाएर मेरो कोठाको दैलोमा उभिएकी थिई। मैले झट्ट चिन्न सकिनँ, तर भुल्न पनि त सकेकी थिइनँ। मैले बोलाएथे, सोना। ऊ खुसी भएर भित्रै पसेकी थिई र राम्ररी हेर्न थालेकी थिई। ममा परिवर्तन आइसकेको थियो। म पुरै आधुनिक युवती बनिसकेकी थिएँ, तर मेरो हृदयमा सोनाप्रतिको माया त्यस्तै थियो। मैले उसका निम्ति एउटा राम्रो साडी र माला ल्याइदिएकी थिएँ, निकालेर दिएँ। उसका आँखा खुसीले मुस्काउन लागेथे। फेरि ऊ गाउँघरको हालखबर सुनाउन थालेकी थिई। कमल, चरणको बाबा मर्यो। हामीले पिङ खेल्ने परको
बरको रुख अस्ति आधीले ढल्यो अनि तिम्रा निम्ति मैले कोइलीको बच्चा ल्याइदिएकी छु। तिमीलाई मनपर्छ होइन? भोलि खेतमा जाउँ ल, थुप्रै चराहरू आउँछन्, कति मजा आउँछ। जङ्गलमा बयर पाकेर लटरम्मै भएको छ। म सधैँ जान्छु, तर एउटै पनि खाएकी छैन। तिमी आउँछौ भनेर सुनेपछि तिम्रै प्रतीक्षा गरिरहेकी थिएँ। जाउँ ल कमल, चरणले पनि तिमीलाई बोलाएको छ। भोलि जङ्गलमा बयर टिपेर राखिदिन्छु, आउनु भनेको छ। चरण आदिवासी बालसखा चञ्चला सोनाले एकैछिनमा गाउँघरको हालखबर भनी सिद्ध्याएर भोलिको प्रोग्राम पनि बनाइहाली। अर्को दिन सोना र म साँच्चै बिहानै घरबाट निस्केथ्यौँ। कलकत्ताको कोलाहलमय जीवनबाट आएर बस्तीको स्वच्छ वातावरणमा मुक्तिको सास फेरेथे। सोना जस्तै भएर खेत डुल्न थालेथे। त्यति नै बेला उसले मलाई भनेकी थिए, कमल, आजकल तिम्रो दाजुले साह्रै जिस्काउँछ जी। म एक्लै हुँदा कस्तो कस्तो आँखाले हेरिरहन्छ। अस्ति म जङ्गलमा दाउरा खोज्न गएको बेला मलाई भेटेर के भन्दै थियो। किन कमल? म के सोच्दै थिएँ। उसको बात सुनेर झसङ्ग भएकी थिएँ। मेरो मुटुमा चिसो पसेको थियो। मैले सोधेकी थिएँ, के भन्ने सोना, भन त। सोनाले लापरवाही साथ हिँड्दै भनेकी थिए, यादै छैन, विशेष मैले त बुझ्न पनि सकिनँ। कुन्नी के पो? म राम्री छु रे। ऊ खितिती हाँसी र मलाई सोधेकी थिए, भन त कमल, म राम्री छु र? म त काली छु। बिचरी सोना, उसलाई संसारको छलकपटको आभास थिएन। ऊ अझै अबोध बालिका झै थिए। मेरो अनुहार अँध्यारो भएथ्यो, कारण मलाई दाजुको स्वभाव राम्ररी थाहा थियो। ऊ सहरमा कलेज नगएर युवतीहरूको पिछा गरिरहन्थ्यो अनि कति अबलाहरूको इज्जत लुटिसकेको थियो। तर ऊ दण्डाय घरको छोरा थियो र धनले उसका कर्महरूलाई लुकाइदिन्थ्यो। धेरै दिनपछि ऊ गाउँमा आएको थियो र माता पिताले सुध्रिन लागेछ भनी सोचेका थिए। तर मलाई त्यस दिन थाहा भयो, सहरको कुलसित वातावरणमा हुर्केको युवकले गाउँको शुद्ध वातावरणलाई अशुद्ध पार्न खोजिरहेको छ। मलाई डुल्न मन लागेन। मोटाउको दुख्यो, भोलि पर्सितिर जान्छु भनी घर फर्किएँ। सोना अचम्भित भई मलाई हेरिरहेकी थिए। केही दिनपछि म घुम्न भनी दार्जिलिङ गएँ। त्यहाँ 2 महिना जति बसेँ। त्यहाँको रङ्गी-चङ्गी वातावरणमा पनि सोनाको याद आइरह्यो। मलाई केही भुल गरेझै लागिरहन्थ्यो। सोनालाई मानिसको आवरणहीन रूप देखाउनु पर्ने थियो, उसलाई सावधान गराउनु पर्ने थियो जस्तो मलाई लागिरहन्थ्यो। चिठी लेख्न पनि सकिनँ, कारण सोना अनपढ थिए। अचानक एक दिन म मुटु दुखेर व्याकुल भएँ। मामा माइजूले डाक्टरलाई देखाउँदा आरामको विशेष जरुरत छ भने। मेरो मन गाउँ फर्कनलाई छटपटाइरहेथ्यो। तर सपनामा मैले सोनालाई उताउलो हाँसो हाँसेको देखेँ। मैले सोचेँ, सोना के भयो? ऊ खितिती हाँस्दै गाउँको पल्लोपट्टि भएको पुलको छेउमा पुगी। म उसको पछि गएँ। ऊ अझ पछि सर्दै गई। मैले भने, सोना पछि हेर, लड्छौ है। सोना पछि सर्दै अचानक पुलमुनि लडी। म चिच्याएँ, सोना! त्यसपछि म झसङ्ग भएर बिउजेकी थिएँ। शरीर पसिनामा डुबेको रहेछ। सारा रात सोचिरहे सोनाकै विषयमा। बिहान हुने बित्तिकै बिमारीबाट त्राण नपाई गाउँ फर्कने तर्खर गर्न थाले। मामा माइजूले कति रोके, तर म मानिनँ। घर पुग्ने बित्तिकै एक आदिवासी नोकरले चिया खाजा ल्याइदियो अनि नुहाउने पानी ठिक गरौँ भनी सोध्यो। तर मैले सोधिहालेँ, लखन, सोना
जाति नै छ? लखन चुप लागिरह्यो। मेरो मनमा चिसो पस्यो। के भयो लखन? बुढो नोकरले कराउँदै भन्यो। ऊ त अस्ति पुलबाट खसेर मरी। अनि बिस्तारै बाहिर निस्कियो। म एकछिन त बसेकै भएँ। त्यसपछि दगुर्दै चरण कहाँ गए। मलाई थाहा थियो उसले मात्र मलाई सत्य कुरा बताउनेछ। ऊ बाहिर बसेर बाँस काट्दै थियो। मैले बिस्तारै बोलाएँ, चरण। उसले मलाई पुलुक्क हेऱ्यो। उसको अनुहारमा विषादका रेखाहरू स्पष्ट खिचिएका थिए। मैले भने, चरण, जाउँ पहरसम्म, तिमीसित केही बात गर्नु छ। ऊ मसित हिँड्न थाल्यो। हामी त्यही पुलसम्म गयौँ। चरणको कुराले थाहा लाग्यो। सोना एक दिन साँझ पर्ने बेलामा जङ्गलबाट एक्लै आउँदै थिए। मेरो दाजु श्याम त्यही पुलमा पर्खिरहेथ्यो। आँखा मदले राता थिए अनि सोनाले सतीत्व रक्षा गर्नलाई भयानक गहिरो नदीमा फाल हाली। छेउछाउ कोही थिएन सोनालाई बचाउने। चरणकी बुढी आमाले यो घटना देखेकी थिए, तर उसको साहस थिएन अरूलाई भन्ने। कारण उसलाई बाँच्नलाई यही गाउँमा बस्नु थियो अनि गाउँमा बस्ने एकमात्र उपाय थियो सत्यमाथि आवरण लगाउनु। मेरो मन विद्रोहको आगोमा सल्किरहेथ्यो। आँखामा सोनाको मायालाग्दो अनुहार थियो। हृदयमा निज दाजुप्रति असीम घृणा। म सोझै घरमा गएर बाबाको बन्दुक उठाएर दाजुको कोठामा पसेँ। केवल एक गोलीले कतिजना कुमारीको सतीत्वको रक्षा हुनेछ, कतिवटा फुलहरूलाई भँवरादेखि रक्षा गर्नेछ केवल एक गोली। तर त्यहाँ दाजुको बदली उसको एक पत्र मात्र थियो। ऊ सधैँका निम्ति हामीलाई छोडेर गइसकेको थियो, नयाँ जीवन सुरु गर्न। अचानक राजहंसको जोडी कराउँदै मेरो टाउको माथिबाट गयो। टोटलाको फुल हातबाट खसेर भुइँमा झर्यो। मेरा आँखाबाट फुल सँगसँगै आँसु पनि चुह्यो।